आतंकवादी हुन्? अस्ति जावेद अख्तरले पनि एउटा टेलिभिजनको एङ्करसँग सोध्नुभयो कि सबै मुस्लिम आतङ्ककारी हुन्? एङ्करले जवाब दिन सकिनन्। त त्यसमा मेरो एउटा जवाब थियो, हजुर, सबै मुस्लिम आतङ्ककारी हुन् कि होइनन् थाहा छैन। त समातिएका, विश्वभरि समातिएका अधिकांश आतङ्ककारीमा 95% चाहिँ मुस्लिम हुन्छन्। यो किन यस्तो भइरहेछ? अनि यसको त के छ भन्नुहुन्छ भने इस्लामको ओरिजिन पछाडि इस्लाम जुन मोडालिटीबाट एक्सपान्ड गर्यो त्यो मोडालिटीलाई वर्तमान विश्वले आतङ्कवादको बास्केटमा हालिदियो। एउटा कसरी त घोरीले कुन मोडालिटीबाट एक्सपान्ड गरेका थिए? गजनीले कुन मोडालिटी गरेका थिए? नादिर शाहले के गरेका थियो? हैन, अझ दोस्रो खलिफामा जानुहोस् तपाईँ, हजरत मोहम्मद मर्ने बित्तिकै अबु बकरले कसरी गरेका थिए? हजरत मोहम्मदका सबै सन्तानहरूलाई त्यहाँबाट एक्जाइलमा पठाएको होइन, सिन्धमा दाहिरले दिएको होइन। पछि चाहिँ मोहम्मद बिन कासिमले त्यो हजरत मोहम्मदकै सन्तानलाई चाहिँ शरण दियो भनेर दाहिरमाथि आक्रमण गरे होइन। अनि यो सबै त्यो एक किसिमको हुन त त्यो समय पनि त्यस्तै थियो। त्यस्तै एक्टिभिटिजबाट कि इस्लाम कबुल कर कि काफिर भएर बस्न पाउँदैनस्, कि इस्लाम कबुल गर कि मर भन्ने जुन परिस्थितिबाट एक्सपान्ड भयो, त्यही परिस्थितिलाई स्वीकार गर्ने एक किसिमका चाहिँ मतलब मानसिकता चाहिँ पछिल्लो धर्म भएको हुनाले त्यो धर्मभिरुपन बढी चाहिँ इस्लाममा छ, पक्का हो। तर यसको अर्थ यो पनि होइन कि इस्लामहरू सबै आतङ्कवादी हुन्छ भनेर के म गालिबलाई आतङ्कवादी भनौँ, अमीर खुसरोलाई आतङ्कवादी भनौँ? त्यसलाई त आतङ्कवादी नै भनौँ। त समातिएका इन्टरनेट 1 वर्षको रेकर्ड हेर्नुहुन्छ भने कति आतङ्कवादी समूह छन्, कति आतङ्कवादी मारिए, कति समाइए। 95% दे आर रिलेटेड विथ इस्लाम। हो, दे आर मुस्लिम्स। हो, किसलाई त्यो चाहिँ एक त इस्लाम पन्थ नै जुन छ, इस्लाम पन्थमा जुन प्रकारको रेडिकलिजम छ, रिलिजियस रेडिकलिजम, त्यो चाहिँ अरूमा कम देखियो। केही नभएको त होइन। हेर्नुहोस्, तपाईँले बोस्नियाको केस के भन्नुहुन्छ? त्यो पनि त क्रिस्चियन रेडिकलिजम त हो होइन? त्यस कारण रेडिकलिजम अरू ठाउँ पनि काहीँ अब एक किसिमले मोरलेस श्रीलङ्कामा पनि कतिपय स्थितिमा बुद्धिस्ट रेडिकलिजम देखा परेको हो। अनि अरूमा पनि रेडिकलिजम छ, तर पुराना पन्थहरू भएको हुनाले तिमीमा एकोमोडेटिभ पावर पनि त्यतिकै ठुलो छ त्यहाँ। तर इस्लाममा चाहिँ रेडिकलिजम सबभन्दा पछिल्लो भएको हुनाले रेडिकलिजम छ, र त्यहाँभन्दा पछाडि आएको सिखिजममा पनि एक किसिमको रेडिकलिजम देखियो। तर सबै धर्ममा यो प्रब्लम छ। इस्लामको सङ्ख्या ठुलो भएको हुनाले यसको चाहिँ स्पेक्ट्रम पनि ठुलो देखियो। मैले चाहिँ त्यसरी विश्लेषण गर्छु। यद्यपि म त्यो आतङ्कवादकै साइन्सको बारेमा, आतङ्कवादकै सोसल साइन्सको बारेमा त्यत्रो अध्येता चाहिँ म होइन। अरुण दाइ